कहिलेकाहीँ यात्रा भनेको केवल एउटा ठाउँ पुग्नु होइन, आफ्नै मनभित्र हराएका केही कुराहरू भेट्नु पनि रहेछ। पहाडतिर जाने बाटोहरूले सधैँ एउटा कुरा सिकाउँछ, बिस्तारै हिँड, जीवन कतै भागिरहेको छैन। बादलमाथि उभिएको हिमालहरूलाई कुनै हतार छैन। तर हामी भने सानो जीवनमा धेरै कुरा छिट्टै पाउन खोजिरहेका हुन्छौँ। सायद त्यसैले यात्रा आवश्यक हुन्छ, मन हल्का बनाउन, आफ्नो थकान बिसाउन र फेरि एकपटक आफूलाई महसुस गर्न। आज हामी उभिएको छौँ माछापुच्छ्रे बेस क्याम्प र अन्नपूर्ण बेस क्याम्पको काखमा, जहाँ पुगेर लाग्यो मानिस जति टाढा यात्रा गर्छ सायद उति नै आफ्नै नजिक पुग्दो रहेछ। र अब सुरु हुँदैछ हाम्रो यात्रा हिमालतिर, बादलमाथि, एमबिसी र एबिसीको अविस्मरणीय यात्रामा। So alright everybody, and welcome back to another beautiful vlog. This is me Angrim, अनि एकदम लङ टाइम पछि चाहिँ आज म यो स्क्रिनमा आउँदैछु हैन। अनि हामी चाहिँ आज स्पेसल्ली अर्को फर्स्ट स्पेसल कुरा भनेको चाहिँ हाम्रो विश्वास दाइको चाहिँ आज बर्थडे थियो, अनि उहाँको बर्थडे सेलिब्रेट गरेर हामी चाहिँ यहाँबाट निस्किँदैछौँ। आजको हाम्रो डेस्टिनेसन भनेको चाहिँ पोखरासम्मको हुन्छ। आज भन्दा पनि आज चाहिँ हामी ठ्याक्कै यहाँबाट निस्केर भोलि बिहानसम्ममा हामी पोखरा पुग्छौँ। अनि त्यसपछि चाहिँ हाम्रो यात्रा भनेको चाहिँ डाइरेक्ट एकदम हिमालयन क्षेत्रतिरको छ। यहाँनिर ट्याक्क अब हामी चाहिँ चढेर हामी ट्याक्क अलराइट एन्ड गुड मर्निङ। यो चाहिँ पोखराको पृथ्वी चोक। हामी भर्खरै काठमाडौँबाट अहिले मात्रै गाडीमा झरेको, एकदमै निन्द्रा पनि पुगिरहेको छैन आजको लागि होइन। रातभरि अनिदो जस्तै भयो गाडीमा, निन्द्रा लागेन। एकदम मौसम यहाँको चाहिँ पानी पर्ला जस्तो भइरहेको छ पुरै टोटल्ली होइन। यो चाहिँ हाम्रो आजको ब्रेकफास्ट पोखराको। ल हामी चाहिँ यहाँनिर अहिले ठ्याक्कै यो हरिचोक भन्दो रहेछ पोखराको, यो ठाउँमा आइपुग्यौँ है। यहाँबाट चाहिँ अब हाम्रो आज गाडी यहाँ ट्याक्सीबाट हामी छिन्नु डाँडासम्म जान्छौँ। यात्राको उत्साह मनभरि बोकेर त्यसपछि हामी जिन्नु पुग्ने गाडीको प्रतीक्षामा थियौँ। वरिपरिको हलचल, यात्रुहरूको आवत जावत र पहाडी सहरको शान्त वातावरणले त्यो क्षणलाई अझ विशेष बनाइरहेको थियो। केही बेरमै जिप पनि आइपुग्यो। सबै सामान मिलाएर हामी यात्रामा निस्क्यौँ। गाडीले बिस्तारै पोखरा सहरी भाग पार गर्दै बुपी सेर्जन यानि कि बाक्लुङ हाइवे समात्यो र 4 लेनको फराकिलो सडकको दायाँ बायाँ फैलिएको हरियाली र हल्का हल्का झरिरहेको पानीको सिट्टाले यात्रालाई झनै सिनेमाटिक बनाइरहेको थियो। बाहिरको चिसो हावाले झ्यालबाट छिरेर मनलाई शान्त बनाउँदै लगिरहेको थियो र त्यो क्षण साँच्चै एउटा यादगार यात्राको सुरुवात जस्तो लागिरहेको थियो। जति हामी अगाडि बढ्दै गयौँ, सडकको छेउछाउका पहाडी बस्ती, खेतका हरिया टाकुराहरू र कुहिरोले छोएका डाँडाहरूले आँखालाई मोहित बनाइरहेको थियो। जति हामी अगाडि बढ्दै गयौँ, सडकको छेउछाउका पहाडी बस्ती, खेतका हरिया टाकुराहरू र कुहिरोले छोएका डाँडाहरूले आँखालाई मोहित बनाइरहेको थियो। यात्रा केवल गन्तव्यसम्मको मात्र होइन, प्रकृतिसँगको एउटा गहिरो सम्वाद जस्तो महसुस हुँदै थियो।
यसरी बिस्तारै हामी नयाँ पुल आइपुग्यौँ। यही ठाउँमा आएर हामीले मुख्य बाक्लुङ हाइवे छोड्यौँ। अबदेखि हाम्रो यात्रा फरक मोड लिँदै थियो, सिधा पहाडतर्फ, जिन्नु डाँडातर्फ। नयाँ पुल पार गरेपछि जिपले कच्ची सडक समात्यो। बिरे ठाट्टी हुँदै अगाडि बढ्दा बाटो सागिँदै गयो र सौन्दर्य झन बढ्दै गयो। झुकेका हरिया पहाडहरू र साना गाउँहरूको जीवनशैलीले यात्रालाई अझ वास्तविक बनाइरहेको थियो। अब हामी बिरेथान्टीपछि सिवाई क्युमीतिरको उकालो र कच्ची जिप रोड हुँदै अघि बढिरहेका थियौँ। कहिले ढुङ्गा माटोको बाटो, कहिले खोल्साको छेउछाउ, तर प्रत्येक मोडमा नयाँ दृश्यले मनलाई उत्साहित बनाइरहेको थियो। अन्ततः कठिन तर सुन्दर बाटो पार गर्दै हामी जिन्नु डाँडाको नजिक पुगिसकेका थियौँ, जहाँ प्रकृतिको काखमा बसेको सुन्दर जिन्नु डाँडा बादलसँगै खेलिरहेको जस्तो देखिन्थ्यो। मानौ आकाश र पहाड एउटै रङमा मिसिएर हामीलाई स्वागत गरिरहेको थियो। यसरी नै हाम्रो पहिलो अध्याय यही सकिन्छ।